त आइदियो क्या नेपालमा बरु म मेरो हड्डी घोटेर लास्ट टाइम आएर लाग्छ क्या तेरो मात्र छ भाइ। अनि अरू पैसा चाहिँ अरू पैसा सबै यहाँ विश्वविद्यालयमा बुझाउँदै सक्यो। यही अब 6-7 महिना मात्र हो क्या यहाँ सेनमन पढ्नु पर्दैन अनि त्यसपछि म आउँछु। कस्तो ग्लसी अनुहार दिएको तिम्रो आइज। ब्याक टु माई न्यू भिडियो। आई होप तपाईँहरू एकदम धेरै सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम धेरै सन्चै आरामै छु। अनि गाइज होइन मलाई आज भ्लग बनाएर कस्तो अनौठो लागिरहेछ क्या, किनकि मैले भ्लग नबनाएको पनि धेरै भएको थियो नि त। अनि मलाई यसरी नै समुद्रको बिचमा आएर यसरी भ्लग बनाउनु मन थियो क्या। अनि यहाँ देख्न सक्नुहुन्छ यस्तो समुद्र यस्तो भएको छ होइन। अनि अहिले आकाश खला त्यस्तो भएको छ क्या, लाइक हुन्छ नि पुरै समुद्र सुनामी आउनु जाडो महिना सुरु भयो जस्तै भएको छ क्या मौसम पनि। अनि मेरो अनुहारको हालत देख्न सक्नुहुन्छ। अनि मेरो त्यो चिसो त्यो जाडो महिनामा हुन्छ नि जाडो लाग्छ नि मान्छेलाई, त्यस्तै भएको छु क्या म चाहिँ। अनि गाई चाहिँ कस्तो राम्रो समुद्र छ। वा यही समुद्रले अलिकति मेरो मन खुसी बनाउँछ, नत्र त यस्तो छ यसरी पानी बुझ्दै रहेछ। अब तेरो राम्रो हुन्छ कि हुँदैन त्यति मात्रै चाहियो मलाई भाइ। साँच्चै मलाई जापानमा बसेर साँच्चै कसम फाइदा छैन क्या। मतलब अब अर्को सेनमुन पनि पढ्नुपर्ने अरे होइन। फाइदा छैन तेरो एक त बेफाइदा के छ म भन्ने बेफाइदा त मेरो युट्युब च्यानल चुर्गुलमै डुब्छ। डेट भइसक्यो नि। अब तेरो भ्यू चाहिँ जाँदैन, डेटै भइसक्यो क्या। अब तेरो त्यो महिनामा दुःख गर्नुपर्छ होइन। अर्को डेट भनेको अनि फेसबुकमा तैँले यहाँनिर हुँदाखेरि तैँले महिनाको 20-25 हजार कमाउँथिस् भने पनि अब तैँले 2 वर्ष लाउनुपर्छ होइन। अनि अर्को कुरा भनेको अब तेरो टिकटकमा यसो अलिअलि लिपसिङकोमा भ्युज जान्छ, अनि त्यहीँनिर अब जापानिज मान्छेसँग यसो नगर गर्नुपर्छ अर्काको होइन। अनि अर्को भनेको अब त्यतिकै तैँले यसो नगर गर्दा गर्दै अब हुन्छ नि तेरो राम्रो भयो भने भइगयो, नभए अब काम गर्न सकिस् भने सकिनस् भने नेपालै फर्किने अन्तिममा होइन। तर किन चाहिँ त्यस्तो डिसिजन लिएको हो म त्यही चाहिँ म साइको भइसक्यो क्या तेरो कुरा सुनेर नि। मम्मीको यत्र 17 लाख हेर त थिइस् भने यहाँनिर के हुन्थ्यो थाहा छ। मेन कुरा भनेको मम्मीको 17 लाख माग थियो। अर्को भनेको तैँले मलाई राम्रो सम्झाएको थिइस् भने भाइ मम्मीलाई यो कमाएको पैसाहरू त्यही यताउति युट्युबबाट कमाएको त्यही भएर अहिले हामीसँग नि घाँटेको होइन 16-17 लाख रुपियाँ पैसा हुन्थ्यो। मेन भनेको त पनि तेरो राम्रो हुन्थ्यो होइन। तैँले पनि कमाएर गर्थिस् खर्च यताउति हुन्थ्यो क्या। तैँले नराम्रो त्यो केटा अब अर्को सेनमुन जाँदाखेरि पनि अझै घरबाट पनि सायद नेपालबाट पनि अलिकति पैसा मगाउनु पर्छ भनेको मैले लाग्दैछ होइन। सेनमुन पढ्नको लागि नेपालबाट पैसा पठाउनु पर्यो भने त होइन। सुन न मसँग त हेर अब मसँग त अब मैले जेठो यताउति गरेर अब अस्ति अनन्याको एडमिसन गर्दै यताउति कुरै नगर क्या। त्यो खर्चको कुरै नगर। त बाइक पनि मलाई बेच्नु त मन थिएन कि, तर अब मम्मीले यताउति बाइक नचला बच्चातिर यताउति भनेर मैले बाइक बेचेको खास भन्नुपर्दा मैले 70,000 घाटा खाएर बेचेको भाइ। अरे अब मैले अब अर्को सेनमुन पढ्नको लागि नि त्यहाँनिर एकदम वर्षको 11 लाख रुपियाँ तिरेर पढ्नुपर्छ अरे। के गरौँ म? मैले भन्न खोजेको तसँग कति पैसा छ कसम नोट टाँटी भनेको कसम भाइ मसँग 50,000 मात्र पैसा छ साँच्चै कसम। अनि कस्तो चाहिँ खालको होस् क्या त मान्छे। आम्मा म त सपनामा छु कि दिवानामा छु। हेर त अहिले यतिखेरसम्म हामीले कति पैसा कमाइसक्यौँ यार। किन चाहिँ यस्तो गरेको क्या नि त तैँले? भाइ मलाई थाहा थिएन क्या। सुन न बरु तँसँग 8-9 लाख रुपियाँ पैसा छ भने बरु 5 लाख रुपियाँ पनि म दिन्छु। तँ आउँदाखेरि मैले त कमाइ पनि हाल्छु नि त। त्यो 5-6 लाख रुपियाँ ठुलो कुरा नि भएन। त सोच न तैँले एक राति त्यो मामा भान्जाको होटलले तँलाई भनेन? थाहा छ मलाई, राम्रो हुन्थ्यो क्या। त्यो राम्रो मात्रै होइन ओ परे यतिखेर हामीले गाडी किनिसक्थ्यौँ बुझेको। यतिखेर हामीले गाडी किनिसक्थ्यौँ कस्तो चाहिँ बवाल हुन्थ्यो यताउता। भाइ म के गरौँ त अनि। अब सेनमुन पढ्नको लागि पनि महिना वर्षको 8 लाख 9 सेनमुन पढ्नलाई सुन। अब सेनमुन अप्लाई गर्नको लागि पनि पैसा चाहिन्छ अरे होइन। अनि सेनमुन जानको लागि पनि त्यस्तै दुःख। अनि के गर्नु? आफै सोच न यतातिर उता फ्युचर छ मान्छे यहाँ नेपालीको बेहोरा के छ तँलाई थाहा छ होइन भाइ। साँच्चै यहाँनिर साँच्चै भनेको साँच्चै यहाँनिर जापानमा फ्युचर नै छैन, कसम नै छैन भाइ। सबैजनाले भन्छन् क्या यहाँनिर आएर हरेक मान्छेहरू पछुताइरहेछन्, न पैसा कमाइन्छ राम्रोसँग, दुःख मात्र हो क्या भाइ यहाँनिर। अब लास्ट उपाय भनेको मैले सेनमुन पढ्नको लागि 8-9 लाख खर्च गरेर वर्षको 8-9 लाख खर्च गरेर पढ्नुपर्छ अरे। कमाउँदै पढ्दै अनि काममा पनि जानु पर्यो
मसँग लास्ट चान्स भनेको जिन्दगीभरि घोटिनुपर्छ त नि जिन्दगीभरि त घोटिनुपर्छ त अनि 1 रुपियाँ पैसा पनि कमाइ हुँदैन लास्टमा मलाई रोग पनि लाग्छ अब यस्तै भयो भने यहाँको हेर खानपिन पनि त्यस्तै छ यहाँ 100% बरु त भन्दा नि कि त सुन न कसैको कुरा नसुन मेरो कुरा सुन कि त हेर मैले तँलाई त्यो दिन पनि भने कि नजा 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 भन्दा भन्दै त गइस् अब एकचोटि मेरो कुरा सुन तँसँग के कति पैसा छ राखेकी छेस ओइ भाइ कसम के भनेको तैँले 6-7 लाख मसँग तँलाई म ढाँट्दिनँ मसँग भएको भनेको 60,000 देखि लिएर 70,000 सम्म मात्र छ भाइ अनि अरु पैसा चाहिँ अरु पैसा के गरिस् अरु पैसा सबै यहाँ विश्वविद्यालयमा बुझाउँदै सक्यो यहाँ हजुरबाले पनि त्यसै हजुरबाले के भन्छन् थाहा छ यहाँ हजुरबाले त्यो निकितालाई किन त टर्चर गर्छस् यताउति पैसा त्यसले राम्रो कमाउँछ नि त 2-3 वर्षसम्म पढे पछाडि राम्रो हुन्छ फल्नाको यस्तो भएको छ टिचकाको यस्तो भएको छ भन्छन् मलाई बुवाले त्यस्तै भन्छन् मम्मीले त्यस्तै भन्छन् यहाँ यस्तो हो क्या नि त कस्तो हो भने अब तैँले अब राम्रो कमाउँछस् भने त बस्दा ठिकै हुन्छ बरु यताउतिमा पनि मिलाएर बरु गरौँला तर तेरो त्यहाँ हुँदैन तेरो त्यहाँ फ्युचरै छैन भने चाहिँ त्यहाँ बस्नु उचित छैन हेरे सिधै अगाडि नै डिसिजन लिनुपर्छ त्यो एउटा अझै पनि मगर भन्ने एउटा च्यालेन्ज भिडियो बनाउँछ नि थाहा छ थाहा छ त्यसको दाइ जापानबाटै आएको फर्केर भाइ सेनमुन पढ्दाखेरि त झन् मसँग 1 रुपियाँ पनि टाइम हुँदैन कसरी भन् न अब मैले जापानको भिजाको लोभाले जापान बस्नु पर्यो अब त्यही लोभा जापानले मलाई भिजा दिएको छ भनेर अब त्यो लोभाले बस्नु पर्यो कि त त्यही हो न त यहाँ त केही हुँदैन फ्युचर नै छैन त के खोया खान बस्नु नि मेरो फ्युचर छैन त आफै भन् त तेरो त छ तैँले त मज्जाले कमाएर तैँले त्यहीँनेरि हेर राम्रोसँग के इन्भेस्टहरू गरिस् भने तेरो त राम्रो हुन्छ साँच्चै अनि मेरो छ भने तेरो चाहिँ हुँदैन यहाँ मेरो पनि हुन्छ थाहा छ तर अब के गर्नु भाइ 17 लाख डुबिसक्यो किन चाहिँ गएको त त्यति चाहिँ सोध्न मलाई हुन्छ भने चाहिँ किन चाहिँ गएको जान्ने बाठी भएर मलाई स्ट्यान्डर्ड हुन्छ जस्तो लाग्यो नि त विदेश गएर लु भयो सुन लु भयो कि नि कि त सुन न लु भयो कि त अब त्यहाँ कमाइ नै हुँदैन भने बरु सरक्क आइज नेपालले बरु मसँग के कति बरु म बाइक पनि किन्दिनँ पैसा छ बरु त सेभिङ गर्दै गर अहिलेको पैसा होइन बरु सेन्डमा नजा होइन मेरो डिसिजनमा लाग्छस् भने बरु आइज यिनीहरू बरु गरौँ न म त 5 लाख रुपियाँ बरु नयाँ मारिदिन्छु आइज अनि मम्मीले अनि त्यत्रो 17 लाख भने मम्मीले 12 लाख रुपियाँ कमाए भनेर सोच्नुपर्छ कि त्यो 12 लाख पनि तिर्दिनुपर्छ तँरमा मिली 12 लाख कमाउँछौँ हामीले कमाउँछ मजाले कमाउँछ आइज 5 लाख रुपियाँ चाहिँ भएछ 6 लाख रुपियाँ हुन्छ कि टोटल 11 लाख रुपियाँ हुन्छ आइज अनि बिस्तारै गरौँ न बरु म एउटा गाडी पनि किन्छु कि त आए पछाडि तिरिहाल्छौँ नि दुईजना मिलेर आइज अब त्यही त यहाँ सेनमुन पढ्नको लागि 8-9 लाख खर्च गर्नुपर्छ अनि दिनै काममा गयो अनि विद्यालय गयो अनि लास्टमा तेरो कुराले गर्दाखेरि नि तँ सोच न एकचोटि त हेर्दै जान मलाई थाहा छ म यहाँनिर बसेँ भने म पनि विदेश जान्छु 100% यहाँ सुन न यहाँनिर सुन न म भनेको मान कि त आइज के बरु नेपाली आइज बरु मै गरिदिन्छु के तेरो लागि म गरिदिन्छु 100% कसम खाएर गरिदिन्छु म आइज ल नेपाल आइज म यहाँनिर बसेँ भने मेरो पैसा मम्मीसँग छ कि मेरो 5 लाख रुपियाँ मम्मीसँग छ कि 5 लाख रुपियाँ बरु त्यो पनि गर्न सक्दिनस् भने म केही भन्दिनँ हेरे होइन तँलाई यस्तो भनेको छ म गरिदिन्छु नि कि त तँ आइज तँलाई नरेशले भनेको छ भनेको छैन म त कान्छो छोरा हेर म त 2065 साले मान्छे हेर मैले यत्रो आँट गरेको छु भने तँ साला त कस्तो खालको मान्छे हो यार मलाई पनि आउन त मन छ कि तर भाइ 17 लाख चाहिँ के गर्नु त मम्मीले मार्छन् नि त हो 17 लाखमा त 5 लाख रुपियाँ म मम्मीलाई भनिदिन्छु अनि सेनमुन पढ्दाखेरि 8-9 लाख खर्च हुन्छ अरे म फिक्स आउँछु नि त लु बस्दिनँ धेरै नै अब 7 महिना मात्र बस्नुपर्छ यहाँनिर अनि कति लाख रुपियाँ हुन्छ त 7 महिनामा अब मैले 7 महिनामा लु मरेर 7 लाख कमाउँछु होला अनि 7 लाखमा यहाँनिर स्कुलको 4 लाख रुपियाँ तिर्दिन्छु छोड्दै निक्दैन आइज छोड्दै त आइज भोलि नि आइज बरु म तँलाई प्लेन टिकट हालिदिन्छु कति लाग्छ भन् त प्लेन टिकट हालिदिन्छु अरे भाइ अहिले पर्दैन कि प्लेन टिकट हाल्नु वनमा हालिदिन्छु तँलाई कति लाग्छ प्लेन टिकट भोलि नै आइज ल म लिन आउँछु तँलाई कति लाग्छ हालिदिन्छु अहिले हालिदिन्छु पैसा लु भन् यहाँ सुन न मेरो कुरा अनि अब मैले यो 7 महिनामा 7 लाख कमाउँछु होला अनि यहाँनिर विश्वविद्यालयमा तिर्नुपर्ने 4.5 लाख टोटल विद्यालयको कुरा छोड्दै कि त त्यहाँ दुःख पनि नगर तिनीहरूको नगर पनि नगर कि त सरक्क न बरु भोलि लुगा प्याक गर प्लेन टिकट के कति लाग्छ बरु म लिन आउँछु भन् न ममता म लिन आउँछु तँलाई बरु पैसा हालिदिन्छु कति लाग्छ प्लेन टिकट भन् त म लिन आउँछु तँलाई भोलि काठमाडौँ
चढ भोलि नै प्लेन चढमा हालिदिन्छु पैसा तँलाई अहिले हालिदिन्छु कति लाग्छ भन् त अहिले हालिदिन्छु लु भन् तँ जापान गएको मान्छेसँग 1 रुपियाँ पैसा छैन म यहाँ नेपाल बसेको मान्छेले तँलाई हालिदिन्छु प्लेन टिकट लु भन् कति लाग्छ भन् 1 लाख लाग्छ प्लेन टिकटको अहिले हालिदिन्छु ल 1 लाख लाग्छ नि आउँछस् नि भोलि अहिले हालिदिन्छु पैसा ल यहाँनिर भनेको हेर मैले मसँग अहिले पनि 5 लाख रुपियाँ क्यास छ एकाउन्टमा तँसँग 50,000 छैन भने मसँग 5 लाख रुपियाँ क्यास छ नेपाल बसेको मान्छे एउटा फुटेको कौडी काम नगरेको मान्छेसँग 5 लाख रुपियाँ छ मसँग तँ यत्रो 12 घन्टासम्म दिनको काम गर्ने मान्छेसँग 50,000 पैसा छैन भने म के भनौँ लु त आफै भन् अब अझै दिनै दिन अब हाम्रो हेर केही छैन हेर मम्मीसँग बिचारो अलिअलि पैसा छ त्यो मम्मीसँग नि कहाँबाट हुन्छ पैसा मैले छ क्या घरमा त्यस्तो नगर क्या नि कि त सोच्दा एकचोटि मैले बुझेँ कि सौरभ जोशीको भ्लगमा त्यो साहिल जोशीले हेर त्यो सौरभ जोशीले सारा फ्यामिली पालेको छ भ्लगको थ्रुबाट यहाँनिर धेरै करोडौँ नेपाली छन् अनि यो नेपालीको बिचमा मेरो के राम्रो हुन्छ र जस्तो लाग्छ क्या मलाई घरिघरि हुँदैन तेरो 100% नै हुँदैन हो म बाजी नै खेलिदिन्छु लु 5 लाखको बाजी खेलिदिन्छु ल मलाई पनि फिक्स थाहा छ बाजी तैँले खेल्नै पर्दैन मुतिदे ल मेरो मुखमा आएर मुतिदे त्यहाँ राम्रो भएछ भने त तेरो हुँदैन मैले भनिदिइसकेँ त म ज्योतिषी नै हो लु आएर यहाँनिर तेरो राम्रो भएन छ भने मलाई आएर दोषी दे ल साँच्चै भनेको बरु म मेरो 17 पनि बेच्दिन्छु कि बरु म मेरो 17 प्रो म्याक्स बेच्दिन्छु त आउँछस् भने म छ कि 17 बेच्दिन्छु त्यो 17 मलाई दे यो 17 प्रो म्याक्स भइहाल्छ नि हुन्छ भने लु ओके कि त आइज क्या नेपाल म बरु म मेरो हड्डी घोटेर म गर्छु त आइज बरु लास्ट टाइम माया लाग्छ क्या तेरो बरु नरेशको पनि त्यस्तो माया लाग्छ लास्ट टाइम माया लाग्छ क्या आइज त ल म अब यही अब 6-7 महिना मात्रै हो क्या यहाँ सेनमन पढ्नु पर्दैन नि त्यसपछि म आउँछु 6-7 महिना होइन बरु आइज न म तँलाई प्लेन टिकट हालिदिन्छु आइज न त म मम्मीलाई पनि कुरा गर्छु कि अहिले गएर त आइज नि त म तँलाई प्लेन टिकट हालिदिन्छु आइज नि त दिन्छु तेरो खर्चमा सबै गरिदिन्छु आइज यहीँ आएर बरु गरौँ दुःख नगर क्या त त्यस्तो आइज ल आउँछु ल आइज नबस्न त्यहाँ एक राति पनि नहोस् तेरो भाइ छ आइज म तँलाई जसरी पनि पाल्छु आइज ल त सुत ल म पनि अब सुतेको भोलि मेरो एक्जाम छ एक्जाम सुन भन् त आउने कि नआउने त्यति मात्रै भन् त आउँछु म सेनमन पढ्दिनँ छोड्दैन यहाँ मलाई मैले सुरसारै गरेको छु यहाँ सेनमन पढ्नको लागि त सुरसार गरेको छैन आइज नि त अनि म तँलाई प्लेन टिकट हालिदिन्छु भनेको छु त अनि अब सेनमन नपढ्ने भएपछि पनि अब यही 2-3 महिनामा पनि आउँदा चाहिँ हुन्छ कि तर अलिकति थोरै केही कमाएर आऊँ न भन्ने मेरो कुरा हो तर विचार गर्नु होइन अब यसो बुझेर तपाईँलाई थाहा भइसकेको छैन N3को एक्जाम दिन चाहिँ मलाई केही आउँदैन होइन यहाँनिर यति मान्छेहरू छन् N3को एक्जाम दिन लिएर मुनि गयो अनि चाहिँ यहाँ बसिरहेछ सरी N3को एक्जाम दिन जानलाई आँटेको तर हामीलाई केही आउँदैन क्या गाइस केही नै आउँदैन यस्तो भिड अनि N3मा पास हुन्छ त तिमी भाइ तिमी पास हुन्छौ यो भाइ पनि पास हुन्छ अरे गाइस होइन म बाहेक मलाई केही आउँदैन यो भाइले मलाई सिकाइदिन्छ अरे बस पास हुन्छ नि गाइस मलाई यस्तो धेरै टेन्सन लागेको छ आज फेल हुन्छु भनेर मोनिका खोइ त्यतातिर होइन यहाँनिर हो सिनजान लाइन हो क्या म सिकाइदिन्छु कहाँ छ ए यत्रा अन्त पास हुन्छ नि राखो गाइस यहाँ त भिडियो बनाउने वातावरण छैन यार ओहायो बजाउन सेन्से अनि गाइस हामी अर्को ट्रेन चढेर फेरि जान आँट्दैछौँ नि एक्जामिनेसन भएको ठाउँमा बस नि आएर कस्तो ह्यान्सी दियो क्या नाइट्स बसन सबै गाई सबै हामी चाहिँ एकदम हुन्छ नि एकदम गुडगुडी जाँदैछौँ क्या एक्जाम दिन अनि हो तिमी बहिनी तिमी पास हुन्छौ हुनु पास हुँदैन हुँदैन त पच्दै गाइस केही आउँदैन भित्र भाग केही आउँदैन अनि यतिजना छु होइन हामी यहाँ यत्रो भिडभाड छ क्या दिन जान एकदम तयारी अवस्थामा उभिएका छन् गाइस अर्को ट्रेन चढेर जानुपर्छ अरे होइन अर्को ट्रेन यहाँबाट आउँछ त अर्को ट्रेन चाहिँ एकदम बनायो नकल बनाउँदा चाहिँ भाइ तिमी पास हुन्छ त कस्तो लागेको छ तिमीलाई पास हुन्छ जस्तो लागेको छ गाइस सबैजना पास हुने एकदम आशामा फेल त मात्रै हो क्या त्यस्ता कुरा नगरे म पनि पास हुन्छु नि फेरि
गाइजले म फिक्स फेल हुन्छु भन्दै थियो नि त सबासी नबोल्दा आज एक्जाम दिन जाँदा त पास भएर हुन्छु भनेर एक्सपेक्टेसन लिएर आएको जो चाहिँ एक वर्षमा एकचोटि बुक खोल्दै त्यही पास हुन्छ भन्छ गाइज त्यस्तो होइन न म पास हुन्छु भने मलाई एकदम खेल खेल्न मात्रै आएको सबै खेल खेल्न आएको क्या गाइजहरू यहाँनिर नि पास चाहिँ कोही हुने होइन सबै खेल खेल्न आएको हामी यहाँनिर भयो अब अलिकति कम्फर्टेबल भएको अब यति भएपछि सबैसँग बोल्न सक्छु म नि मस्क लाउनु पऱ्यो गाइज मस्क माथि सुहान पनि धेरै छ लाग्यो मस्क छ लाउन हो मैले तँसँग चाहिँ दुईवटा छ होला दुःखी छ बसन बसेको हेरेर अलिक बसन गरेर मलाई बाटो दिन मन लाग्यो भिडियो बनाएको छु लगेर जान छेउमा बसन हुन्छ त गाइज बसन पास हुन्छ अरे तिमीले एन्फो पनि पास गरेको होइन भनेर नटाडी एन्फो पनि पास गरेकै तिमीले कस्तो ग्लसी अनुहार दिएको तिम्रो आइज बसन कलर कस्तो ग्लसी देखेको यहाँ न हेर ल आइज बसन आइज स्किन केयर गरेर आयो कि क्या तिमीले त आइज यस्तो खतरा स्ट्यान्डर्ड दिएको तिमीलाई त भनेर कस्तो अनुहार ग्लसी देखेको तिम्रो आइज बसन होइन त मलाई पनि लिप्स मेरो लिप्स भाइलाई पनि देऊ लिप्स भाइ कस्तो दामी देखेको तिमी नाइच बब्बाल देखेर छ आज गाइज त्यो एक्जाम दिन जाने दिन सबैजना बबाल बबाल भएर आएको छन् होइन म बाहेक सबै बबाल बबाल भएर आएको छन् भाइ पनि एकदम ग्लसी अनुहार बनाएको छ ऊ त्यो अर्को यता मुनिका यता 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 यो बहेना पनि गाइज होइन सबैजना खतरा खतरा भएर आएको छन् सिर्फ म बाहेक म चाहिँ भएर आएको छ आज आइज भाइ यस्तो बब्बाल भएर आएको छ भाइ पनि के भन्नु र एन्ट्री पास गर्छ अरे भाइले पनि होइन त ए अनि यस्तो लाइन लाएर एक्जाम दिन जानु अरे यस्तो के भन्नु होइन त के छ त खबर अन्त पसन डेस्टिनेसनमा आइसकेको छौँ एक्जाम दिने ठाउँमा हामी चाहिँ बाटो हिँड्दै 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 जाँदैछौँ अगाडि पनि भाइ बहिनीहरू छन् पछाडि त छन् केही कुरा गरौँ होइन मनज्ञ रूपमा मान्छेहरू छन् अनि अब आज एक्जाममा पास चाहिँ हुने होइन टाइम पास नि मोनिका सिधै टाइम पास क्या सिधै टाइम पास हामीलाई त एक्जाम दिन आउनु मन थिएन तर पनि के गर्नु अब यसो अब अरूले दिएको ठाउँमा यसो हामीलाई पनि सामान भिडिउँ न भनेर मात्र अहिले चाहिँ बरु पैसा तिर्दिएको हो भने त गाइज होइन तनाव छ क्या नपास हुन्छ यसमा नपास बुझ्नु पास हुन्छ जस्तो लाग्छ भगवान् मेरो छेउमा कोही मान्छे जान्नै पर्नु नि हेर्न नाङ्गे हजार मान्छे छ त अब यस्तो भिड छ यहाँनिर होइन भुइँमा गाइज होइन ट्रेनमा चाहिँ भुइँमा बस्नु परेको छ यस्तो मान्छेहरू हेर्नु त यस्तो बिजोग भएको छ कहीँ सकिन्छ बुझिस् त भुइँमा चाहिँ किन बस्यो कि ठाउँ छैन त बस्ने के गर्नु हेर त हालत हाम्रो सो गाइज होइन अनि ट्रेनमा साह्रै भिड भएर भुइँमा बसेको छौँ हामी बसेको छौँ कि यस्तो भिड छ भुइँमा यसरी बस्नु पर्छ पनि बसेको छु यसरी बुइनी यो बिन्चेन उभिरहेको छ म त होइन है अरे बसेको थियो उठेको है लाचार भएर बस्नु परेको थियो त्यसै ब्याक कहिले हिँडेको थिएनौँ क्या लाइफमा पनि नेपालमा पनि हिँडेको थिएनौँ नि म्याजिकमा पनि गुरु मान्छेको काखमा बस्थ्यो यस्तो बिजोग त थिएन यस्तो भुइँमा बस्नु पऱ्यो यसरी भुइँमा लिएर भुइँमा बस्यो कि र त हालत लाग्यो